टोकिसक्यो कि मौरीले औषधि के हो औषधि के थाहा छैन यहाँ बारुलो छ बारुलोले टोकिहाल्यो र खा छौ हामीले यहाँ कृषि गरिदिरहेछौँ र हो नि त यत्रो नि मौरी नै हो मौरी कि बारुलो न हो बारुलो हो केटा साथीहरु हामी करेसाबारीमा छौँ अब चाहिँ हामीले लसुनको झार गोड्ने कार्यक्रम छ आज यहाँ दिदी बहिनी मम्मी उता पवन हो उसले झार गोड्दैछ हामी नि अब झार गोड्छौँ है अब म झार गोड्छु है त लसुनमा यत्रो झार छ वरिपरि झारै झार छ अब चाहिँ हामीले यसलाई गोड्ने हो यसरी हेर्नुहोस् है तपाईँहरू जस्तो बसेर खाने लेखेन हेर्नुहोस् त बिफोर एन्ड आफ्टर चाहिँ हामी देखाउँछौँ तपाईँहरूलाई हेर्दै जानु है त बनिसक्यो लसुन गोडिन्छ है भन्ने भइसक्यो यहाँ यो कन्टेन्ट हो आदरणीय दर्शकबिनहरू साथीहरु हेर्नुहोस् है हामीले यति सही सक्यौँ है यति वहाँदेखि यहाँसम्म चाहिँ सक्यौँ अब यति मात्र बाँकी छ अब यतिलाई चाहिँ हामीले उतिखेर सकिहाल्छौँ यसलाई डाँडुङ डाँडुङ सकेर हामी चाहिँ टक्क गइसक्छौँ बारुलो छ यहाँ उसलाई बारुलाले टोकिसक्यो कि मौरीले टोक्यो औषधि के हो औषधि के थाहा छैन यहाँ बारुलो छ बारुलाले टोकिहाल्यो उडिरहेको छ हेर्न यो त मौरी पनि होइन बारुलो नि हेरेर के खायो त भिर मौरी हो को तेल सानो हुन्छ यहाँ त उडेर कहाँ छ त यही छ है यहाँ पछाडिपट्टि त कति बस्यो यत्रो नि मौरी नै मौरी कि बारुलो न हो बारुलो हो केटा यस्तो सिलाम सिलामका बोटाहरू कोदालो लिन पठाएँ मलाई अब कोदालो लिन गएँ स्वयंतिर अब हेर्नु त अब बसिसक्नु छैन कोदालो लिन पठायो यसो गरेर जानुभएको छ कोदालो लिने सक्लाइङ गरेर गोठहरू ठ्याक्क अब यहाँ चलिरहेको छ अब कोदालो पसुलो लिएर आउँछ कोदालो कहाँ छ त खै यो बन्चरो हो यहाँ चाहिँ के खने गाउने गोठो हाम्रो उहिले पहिला परपुर कालदेखिको गोठो यो ढोका लाउनु पर्यो यो ढोका यसरी लाउनु पर्यो होइन हो नि त अब कोदालो लियो है अब के खन्ने हो नि कोदालो यहाँ कोदालो झाडी छ अब के हो क्या सर्प पनि हुन्छन् काला सर्प ढिङ्ग सुत्या हुन्छन् र खा छौ हामीले यहाँ कृषि गरिदिइरहेछौँ र हो नि त ल हेर खन्नुपर्छ क्या यसरी यत्तिकै हुन्छ यत्तिकै त हुन्न नि यत्रो खन्ने हो अझै बाँकी छ यति बाँकी छ कर्कलो यो जेल कति पनि अचार बनाएर खान मिल्छ यो काँची पनि खान मिल्छ उसिनेर कतै काँची खाने हो भने यसको पौष्टिक चाहिँ एकदम राम्रो हुन्छ चट्ट दुधै कर्कलो भन्छ यसलाई चाहिँ है तपाईँहरूकोतिर के भन्छ कमेन्ट गर्नु होला हाम्रोतिर दुधै कर्कलो भन्छ यति टिपिसक्यो चट्ट यसलाई